जोडले आँखा चिम्म गर्नुहोस्, जोडले आँखा चिम्म गर्नुहोस्, पुरै निधार खुम्सिने गरेर जोडले चिम्म गर्नुहोस्। आँखालाई बिस्तार बिस्तार 36 देखि 60 सेकेन्डको ग्याप राखेर बिस्तार बिस्तार खोल्नुहोस्। पुरै झट्ट नखोल्नुहोस्, अलिअलि अलिअलि गरी बिस्तार त्यो माथि निधारमा खुम्चेको निधारलाई खुल्ने गरेर बिस्तार बिस्तार अलिअलि गरेर खोल्दै खोल्दै लिएर आउनुहोस्। यो गर्दाखेरि नसा किटकिट दिमाग नसा किटकिट गरेको आवाज आउँछ, रिल्याक्स फिल हुन्छ, आनन्द फिल हुन्छ। बिस्तारा बिस्तारा अब आदि खोल्दै हुनुहुन्छ, अब पुरा खोल्ने कोसिसमा हुनुहुन्छ। पुरै खोल्नुहोस्, पुरै खोल्नुहोस्, पुरै खोलेर हेर्नुहोस्, पुरै आँखा बन्द गर्नुहोस्, ढाड सिधा गर्नुहोस्, नखुम्चाउनुहोस्, पुरै हेर्नुहोस्। अब फेरि जोडले चिम्म गर्नुहोस्, जोडले निधार पुरै खुम्चियोस्। पुरै जोडले चिम्लिसकेपछि अब बिस्तार बिस्तार आँखा खोल्नलाई 36 देखि 60 सेकेन्डको ग्याप राखेर अलिअलि गरेर खोल्दै 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 आउनुहोस्। बिस्तार बिस्तार खोल्दा दिमागको नसाहरू किटकिट गरेको आवाज आउँछ, रिल्याक्स आनन्द महसुस हुन्छ। पुरै हेर्नुहोस्। अब त्यसपछि अब एकचोटि 3 चोटि त पुग्नु पर्यो, एकचोटि फेरि आँखा जोडले चिम्म गर्नुहोस्। बिस्तार बिस्तार खोल्नुहोस्। अब पुरै हेर्नुहोस्, हेर्नुभयो। अब मुठी जोडले कस्नुहोस्, जोडले मुठी कस्नुहोस्, जोडले ढाड नखुम्चाउनुहोस्, सिधा राख्नुहोस्, जोडले मुठी कस्नुहोस् अनि बिस्तार बिस्तार मुठी खोल्नुहोस्। एकैचोटि नखोल्नुहोस्, 36 देखि 60 सेकेन्डको ग्याप राखेर अलिअलि 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 गरेर खोल्नुहोस्। हाम्रो खेम भाइको ढाड कुकुर परेको छ, सिधा बनाउनुहोस्। अब मुठी बिस्तार खोलेर पुरै खोलिदिनुहोस्। यो पनि 3 चोटि गर्नुहोस्, समय आज छैन, मैले आज एकचोटि छोड्दै। अब गाला फुलाउनुहोस्, रिल्याक्स हुनुहोस्, सास लिएर गालालाई। अब यो सास फाल्दा एकैचोटि छोड्ने होइन, बिस्तारो बिस्तारो 36 देखि 60 सेकेन्ड ग्याप राखेर अलिअलि छोड्ने है। अब सास फाल्नु थाल्नुहोस् है, सास फाल्नु थाल्नुहोस्। यो पनि 3 चोटि गरौँ, समय छैन आज। अब अर्को एक्सर्साइज गरौँ। यो सास लिएर फाल्ने है। यो छाती फुलेको हुनुपर्छ है, छाती तपाईँको ढाड खुम्चाउनु हुँदैन है। जोडले भात नखास स्टार्ट गर्ने, जोडले जोडले।
अब सास लिनुहोस्, र सासमा होल्ड गर्ने, सास होल्ड गरेर चेन लक गर्ने है। सास लिने, सासलाई ठ्याक्क होल्ड गर्ने है। यो सास तपाईँको 1 मिनटसम्म होल्ड गर्यो राम्रो, सकिएन 30 सेकेन्डसम्म ठिकै छ, त्योभन्दा बढी गर्ने कोसिस गर्नुहोस्, तर आफ्नो प्राण जाने गरेर चाहिँ नरोक्नुहोस् है। अब लामो सास गर्नुहोस्। अब फेरि एकचोटि गर्नुहोस्। रोक्नुहोस्, सास लिनुहोस्, सास होल्ड गर्नुहोस्, चेन लक गर्नुहोस्। सास पुरै छोड्नुहोस्। अब हामी मेडिटेसन गर्छौँ। सास लिँदा सो, सास फेर्दा हम। सुरु गरौँ। सास लिँदा सो, सास फेर्दा हम। पहिला 2 मिनटसम्म सो हम गरे पनि हुन्छ, अथवा सास लिँदा 1 फाल्दा 2, सास लिँदा 3 फाल्दा 4 गरेर 1 2 3 4 5 6 7 8 9 10 फेरि 1 2 3 4 गरे पनि हुन्छ, अथवा सो हम गरे पनि हुन्छ है त। अनि यो 2 मिनटपछि मनमा नै गर्दै बोल्दै जाने, त्यसपछि बिर्सिने, अनि कुनै पनि नसम्झिकन ध्यानमा बस्ने, अनि त्यो ध्यानमा बस्दा निधारको केन्द्र भए भागमा टीका सम्झिनु, त्यो टीकालाई मात्रै ध्यान दिनुहोस्। अरू कतैतिर पनि, घरमा श्रीमतीलाई, छोरालाई, छोरीलाई, साथीभाइलाई, बुवा आमालाई कसैलाई नसम्झिकन एकीकृत मन गरेर ध्यानमा बस्नुहोस्।
तपाईँ एउटा कुनै कार्यक्रममा जानुभएको छ, तपाईँले त्यस कार्यक्रममा तपाईँलाई बोल्नको लागि 10 मिनटको समय दिएको छ। तपाईँ अतिथिको रूपमा कार्यक्रममा बोल्दै हुनुहुन्छ। तपाईँले बोलेको सबैजनाले यति मग्न मत भएर सुनिरहेको छ। तपाईँको आवाजमा स्पष्टता, क्ल्यारिटी छ। तपाईँको शब्द सबैले बुझिने गरी बोल्नु भएको छ। तपाईँले बोलेको वाक्य एकदम राम्रो छ। तपाईँले बोलेको शब्द सुनेर सबै वाह वाह भनेर ताली पिटिरहेका छन्। त्यस कुरालाई इमेजिन गर्नुहोस्। तपाईँ राम्रो वक्ताको रूपमा बोलिरहनु भएको कुरा चाहिँ इमेजिन गर्नुहोस्। अब तपाईँ कुनै विदेशी कूटनीतिक अफिस जानुभएको छ, कुनै एमएसी जानुभएको छ, एमएसीको राजदूतसँग इङ्ग्लिसमा कुरा गर्दै हुनुहुन्छ। तपाईँले बोलेको शब्द कुनै पनि नअड्किकन एकदम राम्रो शैलीमा बोलिराख्नु भएको छ। तपाईँको बोली सुनेर दङ्ग पर्नुभएको अनुभव गर्नुहोस्, इमेजिन गर्नुहोस्। भिजुलाइज गर्नुहोस् त्यही कुरालाई फेरि। अब हात राम्रोसँग रगड्नुहोस् अनि आँखामा आँखा गर्नुहोस्, छोड्नुहोस्। अब आँखामा लगाउनुहोस्। ल अब तपाईँ